ल, नेपालका नयाँ मन्त्रीहरूले आफ्नो सम्पत्ति देखाउनु भएको छ पारदर्शिताको वाचा अनुसार र यसले उहाँहरूको आर्थिक संसारमा एउटा निकै रोचक झ्याल खोलिदिएको छ जहाँबाट केही अचम्मका कुराहरू बाहिर आएका छन्। त्यसो भए यो सब देख्दा एउटा प्रश्न त मनमा आउँछ नै होइन त, खासमा हाम्रा नयाँ मन्त्रीहरू कति धनी छन् त, र त्योभन्दा पनि महत्त्वपूर्ण उनीहरूको सम्पत्ति कस्तो छ र कहाँबाट आयो। आजको यो विश्लेषणमा हामी यही सम्पत्ति विवरणलाई अलिक गहिराईमा गएर हेर्नेछौं। करोडौंका जग्गादेखि लिएर केही यस्ता अचम्म लाग्दा सामानसम्म जुन सायदै कसैले सोचेको थियो होला। हाम्रो यो विश्लेषणलाई हामी 4 भागमा हेर्नेछौं। सुरुमा हेरौं सबैभन्दा परम्परागत सम्पत्ति, मतलब जग्गा र घर जग्गा। त्यसपछि अलि आधुनिक सम्पत्ति जस्तै लगानी र नगदतर्फ लागौंला। तेस्रोमा सुन र चाँदी जस्ता सांस्कृतिक महत्व बोकेका सम्पत्तिबारे कुरा गर्नेछौं र अन्त्यमा केही एकदमै अनौठा र रोचक सम्पत्तिमा गएर यो कुराकानी टुङ्ग्याउनेछौं। ल, त्यसो भए पहिलो खण्डबाटै सुरु गरौं, जग्गा र घर जग्गा। धेरैजसो मन्त्रीहरूको सम्पत्तिको जग नै यही देखिन्छ, चाहे त्यो पुर्ख्यौली होस् वा आफ्नै कमाइले जोडेको। अब यहाँ केही मुख्य मन्त्रीहरूको घर जग्गाको विवरण हेरौं न। एउटा कुरा के देखिन्छ भने धेरैको सम्पत्ति पैतृक रहेछ। जस्तै प्रधानमन्त्री शाह, परराष्ट्र मन्त्री खनाल र गृहमन्त्री गुरुङको धेरैजसो सम्पत्ति परिवारका सदस्य, बुबा वा बाजेको नाममा देखिन्छ। अर्कोतिर अर्थमन्त्री वाग्लेको सम्पत्ति भने स्वआर्जित देखिन्छ, जसमा 4वटा घर र अपार्टमेन्ट छन्। 221 रोपनी। सोच्नुस् त, यो एउटै जग्गाको क्षेत्रफल हो, कति विशाल होला। हो, गोर्खामा रहेको यो विशाल जग्गा गृहमन्त्री सुधन गुरुङको बाजेको नाममा रहेछ। यसले के प्रश्न पार्छ भने नेपालको राजनीतिक नेतृत्वमा अझै पनि पुर्ख्यौली सम्पत्ति, खास गरी जग्गाको भूमिका कति बलियो छ भन्ने कुरा। ल, अब जग्गा जमिनबाट अलिकति आधुनिक वित्तीय सम्पत्तितिर लागौं है त, जस्तै ब्याङ्कमा भएको पैसा, शेयर बजारको लगानी, यस्तै। यो ग्राफले केही ठूला वित्तीय सम्पत्तिहरू देखाउँछ। हेर्नुस् त, गृहमन्त्री गुरुङ शेयर बजारमा निकै सक्रिय देखिनुहुन्छ। उहाँको लगानी 4 करोड 31 लाख रुपैयाँ भन्दा बढीको छ। त्यसपछि उद्योग मन्त्री यादवको विभिन्न क्षेत्रमा 3 करोड 38 लाखको लगानी देखिन्छ भने अर्थमन्त्री वाग्लेको ब्याङ्क खातामा मात्रै करिब 1 करोड 90 लाख नगद छ। 1 करोड 46 लाख रुपैयाँ। यो पनि ठूलै रकम हो। तर रोचक कुरा के छ भने यसको स्रोत चाहिँ अलि फरक छ। यो रकम प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट कमाएको भनेर घोषणा गर्नुभएको छ। यो आफैमा एउटा निकै चाखलाग्दो कुरा हो, जसले देखाउँछ कि कसरी समयसँगै आम्दानीको स्रोत र राजनीतिज्ञको छवि पनि बदलिरहेको छ। अब लागौं तेस्रो खण्डतिर, सुन र चाँदी। नेपालमा त यो केवल धातु मात्रै होइन नि, होइन र? यो त परम्परा, प्रतिष्ठा र आर्थिक सुरक्षाको प्रतीक पनि हो। मन्त्रीहरूको सुन मोह पनि यहाँ प्रष्टै देखिन्छ। प्रधानमन्त्री शाहकी पत्नीको नाममा 190 तोला सुन देखाइएको छ, जुन पैतृक सम्पत्ति भनिएको छ। त्यसपछि उद्योग मन्त्री यादवसँग 180 तोला, गृहमन्त्री गुरुङसँग 89 तोला र श्रम मन्त्री यादवसँग 80 तोला सुन रहेको विवरणमा देखिन्छ। र अब हामी आइपुगेका छौं हाम्रो विश्लेषणको अन्तिम तर सायद सबैभन्दा रोचक खण्डमा। यहाँ हामी केही यस्ता सम्पत्तिहरू हेर्नेछौं जुन सामान्यतया नेताहरूको विवरणमा देख्न पाइँदैन। करोडौंका घर जग्गा र शेयरभन्दा पर केही विवरणले हामीलाई मन्त्रीहरूको व्यक्तिगत जीवन र उनीहरूको पृष्ठभूमिलाई अझ नजिकबाट हेर्ने मौका दिन्छ। यो त झनै रमाइलो छ। महिला मन्त्री सीता बादीले आफ्नो सम्पत्तिमा 20वटा कुखुरा र एउटा कुकुर देखाउनु भएको छ। त्यस्तै कृषि मन्त्री गीता चौधरीको सम्पत्तिमा 10 कुखुरा र 2वटा बाख्रा छन्। सोच्नुस् त, एकातिर करोडौंको शेयर र जग्गा अनि अर्कोतिर केही कुखुरा र बाख्रा। एउटै मन्त्री परिषदभित्रको यो भिन्नताले हाम्रो राजनीतिक नेतृत्व कति विविध सामाजिक र आर्थिक पृष्ठभूमिबाट आएको छ भन्ने एउटा गजबको चित्र देखाउँछ। अन्तमा यी सबै संख्या र विवरणहरूको अर्थ के हो त? अङ्कहरू त आफैमा रोचक छन्, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने सम्पत्ति विवरण सार्वजनिक गर्नु भनेको सार्वजनिक जवाबदेहिता र पारदर्शितातिर चालिएको एक एकदमै महत्त्वपूर्ण र आधारभूत कदम हो। तर के विवरण सार्वजनिक हुनु मात्रै काफी छ त? अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठ्छ, यो सार्वजनिक जानकारीलाई वास्तविक सुशासन सुनिश्चित गर्न र नेताहरूलाई साँच्चीकै जवाफदेही बनाउने हतियारको रूपमा कसरी प्रयोग गर्न सकिन्छ? हो, यो प्रश्नमा सोच्नु सायद अबको सबैभन्दा ठूलो चुनौती हो।